यस कार्यक्रमका सभापति म्याडम मन्त्री र को अर्गनाइजर इन्दिराको सिलेन्सी काउन्सिलरजी लगायत एकाडेमिक क्षेत्रका साथीहरू हाम्रो मास्केजी लगायत यहाँ 2000 पूर्व राजदूतहरू हुनुहुन्छ साथीहरूले इन्करेजमेन्ट उपस्थितिबाट र 1 दर्जनभन्दा बढी चीनसँग रिलेटेड संस्थाका पदाधिकारीहरू हुनुहुन्छ र 1/4 मेरो जन्मस्थलमा पानपुरका साथीहरू हुनुहुन्छ मेरो पिताको पनि अनि मलाई कतिकै लाग्थ्यो कि यो धेरै क्षेत्रमा यो व्यापार कन्ट्रिब्युसन क्षेत्रमा काम गरियो स्पेसलाइज गर्न पाएँ तर आजको ग्यादरिङमा मैले पास गरेको विभिन्न क्षेत्रका साथीहरू यहाँ जम्मा भएको देख्दा पढाउँदाखेरि एकाडेमिक क्षेत्रका छन् पत्रकारिता गर्दाको मिडियाका साथीहरू छन् सांसद हुन पूर्व सांसद दलको संस्थाकै उपाध्यक्ष ओमकारजीले टिमी लिएर आउनु भएको छ पूर्व सांसदज्यूहरू र त्यसैले आफ्नो जिल्लाका पनि छन् म धेरै कुरा नभनिकन I would like to draw His Excellency's attention that there are 1/4 participants from Makwanpur. Makwanpur, the particular Itola city, like to establish sister city relation with Sigasi. Please consider. At the same time, Makwanpur would like to revive first textile factory. It should be revived with the new machinery here, with tiny participation. We don't like to wipe out this glorious record of cooperation. So it should be revived, and Itola should be a city of textile producers. These are the two things on behalf of our district. I would like to represent His Excellency. म प्रधानमन्त्रीज्यूसँग यसरी आभार व्यक्त गर्न चाहन्छु कि उहाँले आफ्नो व्यस्त समय निकालेर आजै विचारको प्रोग्राम छ पहिलो प्राथमिकता यही बोलेर जानुभयो किताबको विमोचन मात्र होइन उहाँले हल जलपान मलाई त्यो गुडविलले उहाँले देखाउनु भयो हामीलाई गार्जियनसिप देखाउनु भयो र उहाँले एकाडेमिक र एक्स डिप्लोमेट्सहरूले पनि लेखेर पनि कन्ट्रिब्युट गर्न सकिन्छ भनेर फ्रेन्डसिप बिल्डिङ भनेको मल्टिपिलार हो जसमा विभिन्न सेक्टरको कन्ट्रिब्युसन हुन्छ त्यसमध्ये लेख्नेहरूको पनि कन्ट्रिब्युसन हुन्छ यहाँ लिनु तपाईँहरूले साथीहरू हुनुहुन्छ लुसुन यो देवकोटा फाउन्डेसनका यो एउटा वास्तवमा विभिन्न सेक्टरले सघाउन सकिन्छ चीनसँगको सम्बन्ध अरू देशहरूको सम्बन्धमा र अन्तमा म दुईटा कुरा भन्छु We are eagerly waiting to welcome President Xi in Nepal. These are we that the friend from our so close neighbor should visit here. He has a new vision of reviving Silk Road and developing connectivity with the neighborhood. So we'd like to receive him and extend our support that your vision for new world is quite appreciated. र अनि म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु कि तपाईँले चीन भ्रमण गरिकन ट्रान्जिट ड्युटीको जुन ट्रान्सपोर्ट एग्रिमेन्ट गर्नुभयो त्यो हिस्टोरिकली इम्पोर्टेन्ट छ किन भन्दाखेरि चीन सबको बाइलेटरल मात्र भएन चीनको पोर्टबाट हामी तेस्रो देशको पनि व्यापार गर्न सक्छौँ त्यसैले वी आर नो मोर इन्डिया ल देयर इज एन अल्टरनेटिभ म भन्ने कुरा दिया छ त्यसको अब कार्यान्वयनमा लाग्नुहोस् त्यो गर्दाखेरि दुईटा कुरा हेर्नुहोस् यहाँ मैले सुनेको छु
कलकत्ता पोर्ट जस्तै एउटा सी पोर्टको एग्रिमेन्ट प्रोटोकलमा गर्ने भनेर होइन। 14वटा देशसँग चीनको सीमा जोडिएको छ, उसको धेरैजना नेबर छन्। यसैले सी पोर्ट मात्र होइन, ल्यान्ड पोर्ट, ड्राई पोर्टबाट पनि विभिन्न देशबाट सामान ल्याउन सजिलो हुने कुरा प्रोटोकलमा पर्छ। ड्राई पोर्ट र सी पोर्ट बोर्ड, किनकि रुससँग सामान ल्याउनु पर्यो, पेट्रोल ल्याउनु पर्यो भने ल्यान्ड पोर्टबाट ल्याउन सकिन्छ। सेन्ट्रल एसियाका देशहरू अब हामी साङ्घाई कोअपरेसन अर्गनाइजेसनको डेभलपमेन्ट पार्टनर, टाइगर पार्टनर भएपछि त ती देशहरूको लागि त कम डिस्टेन्समा त्यो ल्यान्ड रुट पनि युज गर्न सकिन्छ। त्यसैले अन्य प्रोटोकलमा यो कुरा समावेश होस्। ड्राई बोर्डहरू पनि 14वटा चीनसँग जोडिएका देशसँग सम्बन्ध बाटोको युज गर्न सक्ने अवसर आओस्। म्यानमारबाट चामल ल्याउन सक्छौँ, सेन्ट्रल एसियाबाट पेट्रोल ल्याउन सक्छौँ, ग्वादार पोर्टबाट पाकिस्तान तिब्बत भएर त्यहाँ सामान आउन सक्छ। यसैले चीनको कनेक्टिभिटीको डेभलपमेन्ट चीनको साथसाथै नेबरहरूको लागि विकासका लागि पनि अवसरको रूपमा प्रयोग हुन्छ भन्ने मलाई विश्वास छ। र म यो 60 years of डायनामिक पार्टनरसिप एउटा किताब त तपाईँलाई सोभेनियरको रूपमा जिल्लाले यहाँ उपलब्ध गराउनुभयो। मैले यो 60 years डायनामिक पार्टनरसिपको 100 कपी एउटा प्राइमेरी स्कुलको कक्षा भयो भने तयार होस् भनेर मकवानपुर विकास सरोकार समाजलाई ह्यान्डओभर गरेको छु। त्यो किनिदिनु पनि होला र मैले त्यसको अध्यक्ष प्रधानजीलाई सिम्बोलिकली एउटा दिन्छु र उहाँले चाहिँ एउटा किताब ल्याउनु भएको छ। त्यो भिमपेडीको गाउँको एउटा प्राइमेरी स्कुलको कोठामा छ। उहाँको शुभ नाम भूपेन्द्रमान प्रधान। यहाँको टुरिज्म सेक्टरको त ठुलो कन्ट्रिब्युसन छ। अहिले मकवानपुर विकास सरोकार समाजको अध्यक्ष। अब त्यो दुईटा किताब त्यहाँ छ, एउटा त्यो दोस्रो पानी बारेको गएको 30 गते विमोचन भएको छ किताब महेन्द्रनगरबाट। वाटरको विकल्प छैन, बिजुलीको विकल्प छ। त्यसैले वाटर राइटमा हामी कन्सियस हुनुपर्छ भने पानी अतिक्रमण र पानी त्यो पनि लिनु होला। र अन्तमा प्राइम मिनिस्टरको समय दिनुभएकोमा र यहाँ अतिथिको लागि यहाँको सचिवालयले गर्नुभएको कामको लागि धन्यवाद दिन्छु। हाम्रो एक्सिडेन्सीलाई यहाँ आएर आफ्नो गहिरो मन्तव्य पनि दिनुभयो, त्यसको लागि आभार व्यक्त गर्छु। दुईटा को-अथर नेपाल चीन समाज र भीम विराट प्रतिष्ठानलाई किताबहरू प्रकाशित गरिदिनु भएकोमा र आज कार्यक्रम आयोजन गर्नुभएकोमा उहाँहरूलाई पनि धन्यवाद छ। र यहाँ उपस्थित विभिन्न सेक्टरका साथीहरू, आफ्नो यात्रा गरेका विभिन्न क्षेत्रका व्यक्तित्वहरू हुनुहुन्छ। सबैलाई पार्टिसिपेसनको लागि म धन्यवाद दिन चाहन्छु। र नेपाल चीन बिचको सम्झौताहरू र नेपाल भारत बिचको सम्झौता भिजगापटनको यो सबै यता चीनसँगको यात्राको होस्। यो के हुन्छ भन्दाखेरि डाइलेक्टिक्समा एउटा ब्लकेज हो, एउटा अल्टरनेटिभ बाटो हामीले खोज्यौँ। अब दुईटालाई मिलाएर त्यसको सिन्थेसिस के हो भन्दाखेरि हामीले ब्लकेज र नयाँ बाटो खोज्नुको साथसाथै अब नेपाल, इन्डिया, चाइनाको ब्रिजको रूपमा तिनटै देशले सँगसँगै अगाडि जान सकोस्। यो कामनाका साथ म बिदा दिन्छु। धन्यवाद।